एका दुईचोटि आउट गए तापनि सर्ट एकदम शिक्षालाई केही नम्बरको आवश्यक छ शिक्षालाई गेममा फर्किने यो सेट शिक्षालाई पनि मैदानमा सर्ट थियो तर यहाँ सफल हुन सकेन सबै यहाँ त अझै शिक्षालाई 13 गेममा फर्किने खोज्दै शिक्षालाई पनि प्रयास गर्यो बरमुन्डाले जिउ छ हैन त्यो सोले मात्रै त हो हेरी छैन पनि सेकेन्ड ग्रेड 19 शिक्षालय 13 सेकेन्ड ग्रेड 19 शिक्षालय 13 एकदम राम्रो शिक्षालय यहाँ नर्भस हुन शिक्षालाई अलिकति केही नगएको देखिँदा पनि गेमबाट हटेको छ गौतमको सर्भिस निरन्तर 7 वटा सर्भिस गरिसक्नु प्रकाश गर्नुपर्छ गेममा सायद उत्कृष्ट सर्ट बचाउन नसकेको शिक्षालाई 14 सेकेन्ड ग्रेड 20 14 सेकेन्ड ग्रेड 20 शिक्षालाई 14 सेकेन्ड ग्रेड 20 विशाल परियारको सर्भिस बचाउन सक्ने हो भने सायद सेकेन्ड ग्रेडलाई रोक्न सक्ने अनुमान देख्छु म 21 शिक्षालय 14 गेममा फर्किनलाई सेकेन्ड गेममा कोर्डिनेसन हुँदैछ सेकेन्ड गेम अभिन सुपुरीको सर्भिस र यहाँ शिक्षालयबाट प्रकाश आलेमा प्रेसिङ खेल्नु अहिले सर्भिस आउट हुन सक्छ सधैँ एउटै हुँदैन विशाल परिवारको सर्भिस पनि सधैँ लाग्छ भन्ने छैन